इब्राहिम ट्राउरे, जसबाट अमेरिका पनि डराउँछ। के तपाईँ विश्वास गर्नुहुन्छ एउटा सानो अफ्रिकी देशका 35 वर्ष सेनापति यति शक्तिशाली छन् कि अमेरिका समेत उनीबाट डराउँछ? अफ्रिकाको एउटा सानो गरिब राष्ट्रबाट जन्मिएका एक युवा सेनापति आज अमेरिका जस्ता महाशक्तिहरूको टाउको दुखाइ बनेका छन्। कुनै न्युक्लियर शक्ति होइन, न कुनै आर्थिक महाशक्ति। तर आज ट्राउरेको देश बुर्किना फासोबाट अमेरिकी रक्षा विभागसम्म सतर्क छ। बुर्किना फासो जहाँ न त विशाल तेलको भण्डार छ न त अत्याधुनिक सेनाहरू, तर अहिले यही देशको नाम गुन्जिरहेको छ अन्तर्राष्ट्रिय कूटनीतिक गल्ली गल्लीमा। र यसको एउटै कारण, एउटै व्यक्ति हुन्, क्याप्टेन इब्राहिम ट्राउरे। सन् 2020देखि 23को बीच अफ्रिकामा एउटा अभूतपूर्ण हलचल देखियो। माली, गिनी, बुर्किना फासो र नाइजर जस्ता मुलुकहरूमा लगातार सैनिक कुहुँदै गए। यी सबै राष्ट्रहरूमा जनताले थकित, थाकेका र भ्रष्ट नेताहरूलाई हटाएर सैनिक नेतृत्वलाई समर्थन गरे। पश्चिमी शक्तिहरू, विशेष गरी फ्रान्स र अमेरिका, यी मुलुकहरूमा दशकौँदेखि प्रभाव जमाएर बसेका थिए। तर अहिले एकपछि अर्को गर्दै तीनै देशहरूबाट लात हानी निकालिँदैछन्। यसको क्रान्तिको मुटु बनेको छ बुर्किना फासो, र यस परिवर्तनको अनुहार बनेका छन् क्याप्टेन इब्राहिम ट्राउरे। को हुन् इब्राहिम ट्राउरे? इब्राहिम ट्राउरेको जन्म 1988मा बुर्किना फासोको एउटा सानो गाउँमा भएको थियो। उनको परिवार साधारण र गरिब थियो, तर देशभक्ति र इमान्दारी गहिरो थियो। उहाँको बाल्यकाल साधारण अफ्रिकेली केटा जस्तो थियो, सङ्घर्षपूर्ण तर सपनाले भरिएको। सानैदेखि उनी पढाइमा अब्बल थिए। उनी भन्छन्, म किताबहरू पढ्थेँ किनभने त्यो मेरो एकमात्र हतियार थियो। उच्च शिक्षापछि उनी सेनामा भर्ती भए। सन् 2014मा उनी संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा मालीमा खटिए। त्यहाँ उनले देखे कसरी विदेशी स्वार्थहरूले अफ्रिकालाई पिल्साउँदै आएको छ। फर्केर आएपछि उनले उत्तरी बुर्किना फासोमा आतङ्कवाद विरुद्ध मोर्चा सम्हाले। तर राजधानीमा बसेका उच्च अधिकारीहरूको भ्रष्टाचार, विदेशीहरूसँगको साँठगाँठ र जनतालाई व्यवस्था गर्ने प्रवृत्तिले उनलाई आक्रोशित बनायो। कसरी गरे सत्ता कब्जा? सन् 2022को अक्टोबर देशमा चरम अस्थिरता थियो। जनता थकित थिए, सेना क्रोधित थियो। त्यसबेला क्याप्टेन ट्राउरेले विद्रोहको घोषणा गरे। एकै रातमा राजधानी नियन्त्रणमा लिए र तत्कालीन अस्थायी राष्ट्रपति पल हेनरी डामिबालाई हटाए। त्यसपछिको भाषणमा उनले भने, अबदेखि हाम्रो देश कुनै विदेशीको इसारामा होइन, हाम्रो जनताको इच्छाले चल्नेछ। त्यो दिन अफ्रिकामा एउटा नयाँ अध्याय सुरु भयो। पश्चिमी शक्तिहरू आक्रोशित भए। ट्राउरेको सत्ता कब्जा पश्चिमी मुलुकहरूलाई पचेन। फ्रान्स, जसले दशकौँदेखि बुर्किना फासोको खनिज सम्पत्तिमा हात हाल्दै आएको थियो, उसलाई सबैभन्दा ठुलो झड्का लाग्यो। फ्रान्सेली सेनालाई देशबाट निकालियो। फ्रान्सेली दूतावासमा आक्रोशित युवाहरूले आक्रमण गरे। पश्चिमी मिडियाहरूले ट्राउरेलाई तानाशाह कट्टर राष्ट्रवादी भनेर चित्रित गर्न थाले। तर ट्राउरे डगमगाएनन्। उनी भन्छन्, यदि आत्मसम्मानको अर्थ तानाशाही हो भने म तानाशाह हुँ। किन डराउँछ अमेरिका र युरोप ट्राउरेबाट? ट्राउरे न त अमेरिका, फ्रान्स जस्ता देशहरूबाट ऋण लिन्छन्, न त उनीहरूको शर्त मान्छन्। उनी भन्छन्, हामीलाई मद्दत होइन, सम्मान चाहिएको। बुर्किना फासोको सुन, तामा, युरेनियम यी सबै स्रोतहरू दशकौँदेखि विदेशी कम्पनीहरूले लुटे। तर ट्राउरेले घोषणा गरे, अबको देशको सम्पत्ति देशकै जनताका लागि। उनको यो आत्मनिर्भर नीतिले पश्चिमी कम्पनीहरू हटालिए। अमेरिकाले गुप्तचरी गरेर उनलाई हटाउने योजना बनायो। कम्तीमा 19 पटक ट्राउरेको हत्या प्रयास भइसकेको छ। तर ती सबै प्रयास असफल भए, किनभने जनताले उनलाई माया गर्छन्। बुर्किना फासोमा ट्राउरेको लोकप्रियता अत्याधिक छ। विद्यालयमा पढ्ने बच्चादेखि खेतमा काम गर्ने किसानसम्म सबैले ट्राउरेलाई समर्थन गर्छन्। उनी साधारण पोसाकमा सुरक्षा गार्ड बिना सडकमा हिँड्छन्। कहिलेकाहीँ उनी सामान्य सिपाहीको रूपमा सीमामा पुग्छन्। जनताले भन्छन्, उहाँ त हाम्रै घरको मान्छे जस्तै लाग्छ। ट्राउरेको नेतृत्वमा शिक्षा, स्वास्थ्य र कृषिमा ठुलो परिवर्तन देखिएको छ। विदेशी सहायता बिना गाउँ-गाउँमा अस्पताल र स्कुल निर्माण भइरहेका छन्। सन् 1980को दशकमा बुर्किना फासोमा एक महान नेता थिए, थोमस साङ्कारा। उनलाई अफ्रिकन चे गुभारा पनि भनिन्छ। साङ्काराको आत्मनिर्भरता, नारी सशक्तिकरण र उपनिवेशवाद विरोधी नीति ल्याएका थिए।
तर उनलाई आफ्नै साथी ब्लेज कम्पावरले सन् 1987मा हत्या गरे। ट्राउरेले बारम्बार भन्छन्, साङ्काराको सपना मैले देखेको छैन, मैले बाँचेको छु। साङ्काराको अपुरो सपना अब ट्राउरेले पुरा गर्ने प्रण गरेका छन्। पश्चिमसँगको दूरी बढेसँगै ट्राउरेले नयाँ साझेदार खोजेका छन्, रुस, चीन, टर्की जस्ता राष्ट्रहरू। रुससँग सैन्य सम्झौताका लागि सम्झौता भइसकेको छ। चीनसँग पूर्वाधार निर्माणमा साझेदारी भइरहेको छ। यी सम्बन्धहरूलाई ट्राउरेले बराबरीको साझेदारी भनेका छन्, जहाँ अफ्रिका पनि ग्राहक होइन साझेदार हुन्छ। अफ्रिकाभरका युवाहरू ट्राउरेबाट प्रेरणा लिन्छन्। घानादेखि नाइजेरिया, केन्यादेखि कङ्गोसम्म उनका भाषणहरू भाइरल हुन्छन्। सोसल मिडियामा उनलाई अफ्रिकाज लायन जस्ता उपनामहरूले चिनिएको छ। आज अफ्रिकामा एउटा नयाँ भावना फैलिएको छ, त्यो हो स्वाभिमान, र यसको केन्द्रमा छन् इब्राहिम ट्राउरे। विश्वका शक्तिशाली राष्ट्रहरू ट्राउरेलाई हटाउन चाहन्छन्, तर जनताको माया, समर्थन र विश्वास पाएका नेता त्यति सजिलै हट्दैनन्। अहिले बुर्किना फासो मात्र होइन, सिङ्गो अफ्रिका ट्राउरेको नेतृत्वबाट प्रभावित भइरहेको छ। उनको सङ्घर्ष, साहस र अडान विश्वभरका उत्पीडित, गरिब र उपेक्षितहरूको आवाज बन्न थालेको छ। र अन्त्यमा इब्राहिम ट्राउरे एउटा नेता मात्र होइनन्, उनी एक विचार हुन्, आत्मनिर्भरता, स्वाभिमान र स्वतन्त्रताको। उनी भन्छन्, यदि तिमीहरू हामीलाई सहयोग दिन चाहन्छौ भने सम्मानका साथ देऊ, नत्र हामी आफै बाटो बनाउँछौँ। आज ट्राउरे पश्चिमी दुनियाँका लागि खतरा हुन्, तर अफ्रिका र हामी जस्ता सोच्नेहरूको लागि उनी एक आशा हुन्। यदि तपाईँलाई लाग्छ सानो देशबाट पनि संसार बदल्न सकिन्छ त भने ट्राउरेको कथा तपाईँको लागि हो। क्याप्टेन इब्राहिम ट्राउरे एउटा नाम जसले अफ्रिकाको हातमा फेरिदिएको छ र जसको डर अमेरिका पनि मान्न बाध्य छ।